हेलो गाइज, आज चाहिँ पानी भर्न आएको है। एकदम धारा मैले पोहोरदेखि है यो पानी भर्न आउनु है। दाजुभाइ तथा दिदीबहिनीहरू यसरी युज हुइन्जेल बोतल युज गर्ने अनि यसरी नालीमा फालेर जाने काम चाहिँ नगर्नु होला है। किनभने अलिकति धारा पनि सफा राख्नुपर्छ, आफू पनि सफा रहनुपर्छ, अनि मात्रै वातावरण एकदम सफा हुन्छ है। तर यो चाहिँ यस्तो कुराहरू चाहिँ च्यातेर नफ्याल्नु होला है। राम्रोसँगले यसरी यो बोतलहरू सबै टिपेर तपाईँहरूको लागि भनेर नै यो डस्टबिनहरू राखिदिएको छ होइन। यो डस्टबिनमा हाल्नु होला है। त्यत्रो डस्टबिन राखिदिएको छ भने यो डस्टबिनमा नदिए नि यहाँ मुनि राख्दा नि हुन्छ क्या। यस्तो बोतलहरू टक्करसँगले राखिदिनु होला। ल हेर्नुहोस् त, एकदम यो नालीभरि छ बोतलै बोतल। यस्तो कार्य चाहिँ नगरिदिनु होला है अबदेखि चाहिँ। टक्क यस्तो फोहोर छ। आफ्नै लागि हेर राखिदिन सक्नुहुन्छ। कसो पुरै जाम भइरहेछ। यस्तै हो छ बोतल टन्नै राखेको रहेछ। आफ्नो लागि हो नि त। कोसँग हेर्नुहोस् त, चुरोटको खोलहरू यस्तो कार्य नगर्नु न दाजुभाइ तथा दिदीबहिनीहरू। टक्क सरसफाइ चाहिँ एकदम राम्रोसँग गर्नु पर्यो क्या। यो आफ्नै लागि हो क्या। हेर्नुहोस् त, टक्क अनि हेर्नुहोस् कस्तो सफा भयो त। आफ्नै लागि होइन र, यति सफा सुन्दर धारा छ। यस्तो दामी धारा छ हाम्रो। सबैलाई चाहिन्छ नि सफा होइन, सफा वातावरण हुनु पर्यो। ल हेर्नुहोस् त, यहाँ यस्तो लेदो जमिरहेको छ यहाँ टक टक टक। कम त गाह्रो हुन्छ यो बोकेर जान। स्याम्पूको खोल्ने ल फाइनल गाइज, म चाहिँ अब यसरी है सफा गरिसकेपछि अब चाहिँ घर जानलाई तयारीमा छु। यस्तै छ है अब हाम्रो गाउँघरको है। अब त्यो लाग्यो, पानी आइरहेछ पुरै है, छाता ओढेर फाइनली अब चाहिँ मन लागिसक्यो घर। अब चाहिँ जो कोही आउनुहुन्छ धारामा त्यसरी फोहोर नगरिदिनु होला है।